नमस्ते, म रूपेश भट्टराई। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले नेपालको अर्थतन्त्रलाई भित्रभित्रै खोक्रो बनाइरहेको छ। स्विस ब्याङ्क। यो नाम सुन्ने बित्तिकै धेरैको मनमा भ्रष्टाचार, कालो धन र ठूला नेताहरूको अनुहार झर्किन्छ। तर के यो केवल भ्रष्ट नेताहरूको मात्र खेल हो? वास्तविकता योभन्दा धेरै जटिल र डरलाग्दो छ। पहिले बुझौँ, स्विस ब्याङ्क भनेको के हो? के यो साँच्चै कालो धन लुकाउने जादुको बाकस नै हो त? स्विजरल्यान्डको ब्याङ्किङ गोपनीयता र तटस्थताको इतिहास धेरै पुरानो छ। यसले विश्वभरका लगानीकर्तालाई आकर्षित गर्छ। सन् 1934 को ब्याङ्किङ ऐनले ग्राहकको गोपनीयतालाई कानुनी अधिकार बनायो, जसले स्विस ब्याङ्कहरूलाई सेफ हेभन बनायो। अब कुरा गरौँ नेपालको। हाम्रो सानो अर्थतन्त्र भएको देशबाट अर्बौं रुपियाँ त्यहाँ कसरी पुग्यो? तथ्याङ्क अनुसार नेपालमा सशस्त्र द्वन्द्व सुरु भएदेखि नै पुँजी पलायनको श्रृङ्खला तीव्र भएको देखिन्छ। सन् 2022 को अन्त्यसम्ममा 82 अर्ब रुपियाँ स्विस ब्याङ्कमा जम्मा हुनु भनेको हाम्रो कुल बजेटको ठूलो हिस्सा बाहिरिनु हो। एउटा रोचक तथ्य, नेपालमा जब जब ठूला निर्वाचनहरू हुन्छन्, स्विस ब्याङ्कमा पैसा जम्मा हुने दर पनि वात्तै बढ्छ। नेपालमा विदेशी खाता खोल्न यति कडा प्रतिबन्ध छ भने यो पैसा बाहिर कसरी जान्छ? यसका मुख्य 3 मोडस अपरेन्डी छन्। पहिलो र सबैभन्दा ठूलो माध्यम हो ट्रेड मिसइन्भाइजिङ, अर्थात् व्यापारिक बिलिङमा गरिने चलखेल। आयातकर्ताले 10 रुपियाँको सामानलाई 20 रुपियाँमा किनेको बिल बनाएर बाँकी 10 रुपियाँ विदेशमै राख्ने गर्छन्। त्यस्तै निर्यात गर्दा वास्तविक आम्दानी लुकाएर विदेशी ब्याजमा जम्मा गरिन्छ। यो कर छलीको सबैभन्दा ठूलो स्रोत हो। दोस्रो माध्यम हो हुन्डी, जहाँ पैसाको भौतिक स्थानान्तरण बिना नै एजेन्टहरू मार्फत कारोबार हुन्छ। यसले ब्याङ्किङ प्रणालीलाई बाइपास मात्र गर्दैन, अर्थतन्त्रको ठूलो हिस्सालाई अदृश्य बनाइदिन्छ। तेस्रो र सबैभन्दा विवादित माध्यम, ठूला सरकारी ठेक्का र सम्झौतामा लिइने वैदेशिक कमिसन। यस्तो रकम सिधै विदेशी ब्याङ्क खातामा जान्छ, जसको कुनै प्रमाण नेपालको ब्याङ्किङ च्यानलमा हुँदैन। तर के यो सधैँ रहस्यमय नै रहन्छ त? प्यान्डोरा पेपर्स र स्विस लिक्स जस्ता अनुसन्धानले धेरै कुरा खोलिदिएका छन्। नेपालका ठूला र प्रतिष्ठित व्यवसायिक घरानाहरूको नाम पनि यसमा जोडिने गरेको छ। यी घरानाहरूले सेल कम्पनीहरूको जालो बुनेर पुँजी बाहिर लगेको र फेरि विदेशी लगानी भन्दै नेपाल भित्र्याउने गरेको आरोप छ। यसलाई भनिन्छ राउन्ड ट्रिपिङ। आफ्नै कालो धनलाई विदेशी लगानीको नाममा शुद्ध पार्ने खेल। यसले गर्दा वास्तविक विदेशी लगानी ओझेल नपर्छ र देशको अर्थतन्त्र सीमित व्यक्तिको कब्जामा रहन्छ। अब प्रश्न उठ्छ, नेपाल सरकारले के गरिरहेको छ? कि हामीसँग यसलाई रोक्ने कुनै कानुन छैन? नेपाल राष्ट्र ब्याङ्क र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागसँग ठूलो जिम्मेवारी छ, तर राजनीतिक हस्तक्षेपले यसलाई कमजोर बनाएको छ। अहिले नेपाल ग्रे लिस्टमा पर्ने डरले सरकार दबावमा छ। यदि यस्तो भयो भने हाम्रो अन्तर्राष्ट्रिय व्यापार र ब्याङ्किङ प्रणाली नै ठप्प हुन सक्छ। मेरो विचारमा सरकार परिवर्तन मात्र समाधान होइन, हामीलाई नयाँ सोच र कडा नीतिगत प्रहार आवश्यक छ। परम्परागत छापा मार्ने शैलीबाट माथि उठेर हामीले डिजिटल ट्र्याकिङ र अन्तर्राष्ट्रिय समन्वयलाई बढाउनुपर्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यो अर्बौं रकमलाई फेरि नेपालमा कसरी भित्र्याउने? के यो सम्भव छ? पहिलो उपाय हो एक पटकका लागि ट्याक्स एमनेस्टी, अर्थात् जरिवाना तिराएर यो रकमलाई वैधानिक बनाउने अवसर दिने। दोस्रो, रकमलाई ठूला पूर्वाधार परियोजनाहरू, विशेष गरी जलविद्युतमा लगानी गर्न अनिवार्य गर्ने। हामीले यस्तो वातावरण बनाउनु पर्छ जहाँ पुँजी लुकाउनु भन्दा लगानी गर्नु बढी फाइदाजनक होस्। यसका लागि स्विजरल्यान्डसँग म्युचुअल लिगल एसिस्टेन्स सम्झौता गरी सूचना आदान प्रदानलाई सहज बनाउनु पर्छ। एउटा चार्टर्ड एकाउन्टेन्टको हैसियतले म भन्छु, आर्थिक पारदर्शिता नै समृद्धिको पहिलो पाइला हो। पुँजी पलायन रोक्नु भनेको केवल पैसा बचाउनु मात्र होइन, हाम्रो भविष्यलाई सुरक्षित गर्नु पनि हो। तपाईलाई यो विस्तृत विश्लेषण कस्तो लाग्यो? के हामी हाम्रो पैसा फिर्ता ल्याउन सक्छौँ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। यस्तै वित्तीय चेतनाका लागि मलाई फलो गर्न नबिर्सिनुहोला। म रूपेश भट्टराई बिदा हुन्छु। नमस्ते।